लाई सेकेन्ड टायरमा पुर्याउन उनको निकै महत्त्वपूर्ण हात थियो। नवीन लामा, सुदीप आदित्यलाई दिन चाहन्थे, अझै पनि चान्स छ। अनमोल लेफ्ट ह्यान्ड साइडबाट चान्स निकाल्दै यो पास राइट ह्यान्ड साइडमा रह्यो, गोल! नवीन लामा, what a moment for him! म भनी कर्ल गर्दै पास निकालिदिएका थिए उनले। उत्कृष्ट पास थियो त्यहाँ अनमोल भण्डारीबाट। टोटली अनमोल भने आफ्नो वर्क रेट देखाउँदै सधैँ झै बल जित्दै र यहाँ मिस्टेक हुन सक्छ समितको, तर रहेछ समित श्रेष्ठ। ऋतिक अघि बढेको देख्ने बित्तिकै के प्यानिक हुन पुगेका थिए। वास्तवमा लकेन गोलको नजिक कुनै गल्ती गरेनन् यसबाट। के गर्न खोजिरहेका छन् भन्न सकेन। प्रवीण खुलालको असिस्ट थियो तर राम्रो ब्लक त्यहाँ एरन थापाको।